आज चाहिँ हाम्रो प्रोजेक्टको पार्ट 2 र हाम्रो प्रोजेक्ट चाहिँ एउटा इन्भेन्ट्री कस्टमर प्रोडक्ट म्यानेजमेन्ट थियो। त्यसको आज पार्ट 2 मा चाहिँ हामी सुरुमा बनाइसकेको लेआउटमा हामी केही कुरा एड गर्नेछौँ, जस्तो फर्महरू एन्ड डाटाबेस कनेक्सन तिनीहरू एड गर्नेछौँ र यसलाई चाहिँ आज एक स्टेप अरू माथि लगेर जान्छौँ। सुरु गरिहालौँ। हामी अस्ति चाहिँ यस्तोसम्म पुगेका थियौँ, म्यानेजमेन्ट कस्टमर एन्ड प्रोडक्ट एन्ड ट्रान्जेक्सनहरू। तर आज चाहिँ हामी यहाँ पनि एउटा फर्म कस्टमर एड गर्ने फर्म जस्तो एड गर्छौँ। सो स्टार्ट। एउटा कन्फिग भन्ने फोल्डर बनाउँ। कन्फिगमा स्टार्ट पिएच डाटाबेस कनेक्सनको चाहिँ हामीले पार्ट पहिला गरेको छौँ। सेम त्यही नै युज गर्छु म, किन फेरि लेखिरहने भनेर। डाटाबेस कनेक्सन इज डन। र अब चाहिँ डाटाबेसको नेम चाहिँ PHP ट्युटोरियल हुँदैन, अब चाहिँ ऊ हुन्छ। यसको प्रोजेक्टको नाम के हो? सेलर। सेलर त त्यहाँ डाटाबेसमा एक्जिस्ट गर्दैन, तर त्यसलाई हामीलाई चाहिन्छ। अब त्यहाँनिर यो भयो। अब चाहिँ कस्टमरमा चाहिँ योलाई हल्का कपी गरौँ। यसलाई कपी गरेपछि यो टेबलभन्दा अलि माथि अनि यहाँनिर स्विच गर्छ जस्तो छ। यहाँनिर आयो नि हो। यसमा चाहिँ के छ है, टेक्स्ट कुनै पनि छैन। not this add new see and customer add.php मा के लेखेको छैन। पर्फेक्ट। अब चाहिँ add.php मा हामी कम्पोनेन्ट बनाऊँ। सो फर्म bootstrap फर्म इमेल एड्रेस पासवर्ड। आई थिङ्क दिस इज गुड। के नै चाहियो र हामीलाई? आई थिङ्क त्योभन्दा पहिला चाहिँ यो नै पेस्ट गर्दा ठिक होला। कि कस्टमरमा नेभरहरू सबै कुरा बनेकै आउँछ नि त। सो त्यो कुरा गायब। एन्ड नाउ वी हेभ द फर्म। लेट्स सी यो चाहिँ कस्तो देखिन्छ। डिजाइन जस्तो हावा भयो पनि, तर आउन त आयो नि। डिजाइनलाई पनि अलि चाहिँ ठिक गर्नै पर्छ। यसले हुन्छ कि बट ओ सरी, भित्रको त दिस इज गुड। अब प्याडिङ पनि चाहियो हल्का। दिस इज ग्रेट। PX त हामी गरेन।
अनपेड गरेर ट्राई गरौँ के हुन्छ कि यो चाहिँ अलि तर भने त हाम्रो काम चलेकै छ नि त फर्म head.php नै गर्छ मैले त यो फर्म यसको एक्सन यही नै मेथड पोस्ट किनकि यसले सेन्सिटिभ डाटाहरू हुन्छ अनि त्यो चाहिँ हामीले एक्सपोज गर्न चाहँदैनौँ यसलाई चाहिँ यस इन्टरनेसनल फर्मेटहरू मिलेको छैन कि एउटा एक्सटेन्सन हाल्नुपर्छ क्या prettier install यो किन चलेन पछि गरौँ अब यो यता हेर्नुपर्ने छ एडबाट चाहिँ अहिले चाहिँ यो युआरएल चले मात्र नि पुगिरहेछ युआरएल चाहिँ हामी पछि ध्यान दिन्छौँ लाइक सबै कुरा राम्रो छ अहिले त जस्तो भयो नि चलोस् पुगेछ जस्तो अब सेट गरेको छु तर यो राम्रो त होइन हामीले चाहिँ के चाहिन्छ नम्बरिङ हामीले चाहिँ इन्ट्रो गर्दैन नम्बरहरू आफै हुन्छ फर्स्ट नेम लास्ट नेम फोन नम्बर एन्ड इमेल पासवर्ड होइन इनफ्याक्ट हामीलाई फर्स्ट नेम र लास्ट नेम छुट्टै पनि किन चाहियो नेम भयो पुग्यो नेम एन्ड इन्फो टाइप नट पासवर्ड टेक्स्ट चेकबक्स हामीलाई चाहिँदैन I think yeah. Name, phone number, submit. Kita पनि हामी जानुपर्छ name, phone number, actions. So this looks good. Add verb, read, edit, delete. यसले चाहिँ सेल्फ चेकआउट जस्तो गर्छ प्रोडक्ट्समा चाहिँ अब एड पेज गर्नु पर्यो त्यसको लागि अब सिम्पली एड द यो कपी नै गरिदिने त्यसपछि चाहिँ प्रोडक्ट्समा अनि एड भन्ने फाइलमा छ यो ट्रान्जेक्सनमा पनि एउटा एड भन्ने
कस्टमरको यो पार्ट चाहिँ प्रोडक्ट्सको पनि फर्म भन्दा अलि माथि राखौँ। सरी एन्ड ट्रान्ज्याक्सनको पनि सेम। प्रोडक्टको भयो, ट्रान्ज्याक्सनको पनि भयो, एड भन्नेबाट यो चल्छ। प्रोडक्ट्समा हेरौँ, नेम, क्वान्टिटी, रेट भनेपछि यहाँ प्रोडक्ट्समा एड, नेम, क्वान्टिटी एन्ड रेट। नेम, क्वान्टिटी, रेट भन्यो भने एन्ड ट्रान्ज्याक्सनमा भनेपछि एड ट्रान्ज्याक्सन गऱ्यो भने कस्टमर, प्रोडक्ट, टोटल। ट्रान्ज्याक्सनको चाहिँ लजिक अलिक कम्प्लेक्स छ, त्यो चाहिँ हामी पछि गरौँ, अहिले चाहिँ त्योतिर नछौँ। एड, एडिट, डिलिट, रिड यति भएपछि यसको पनि एड र एडिटमा फर्म त सेमै हुन्छ, किनकि यो यही फर्म देखाउने अनि त्यो फर्ममा डिफल्ट भ्याल्युहरू त्यसरी नै खेल्ने हो। अब यो हाम्रो एउटा एज अ रफ त बनिसकेको छ, तर यसलाई अब इन्डेक्समा गएर बटनको एक्सन हुन्छ यो अनक्लिक हुन्छ। लेट्स ट्राई है, यो के हो एडिटको तो मैले यो आएन भनेपछि एकचोटि बटनको लागि त फर्म मेथड नै चाहिने रहेछ नि त। सो बटन जी हाइपर लिङ्क गर्नु पर्यो। आई थिङ्क यो लजिकहरूको पार्ट चाहिँ अब नेक्स्ट भिडियोमा गर्नुपर्छ। सो अहिले चाहिँ हाम्रो इन्डेक्स पेजमा नि गइहालौँ। यहाँ चाहिँ Welcome to the bestseller management system world. Hello world. यो चाहिँ अहिले हटाइदिउँ, किनकि यसले गर्दा हामी झुक्केर कुनै बाहिरको वेबसाइटमा पनि क्लिक गर्न सक्छ।
बटमहरूमा यसरी त गर्दैनन् तर नि अब के छ र खोली हेर्ने हाई डियर सो हाम्रो सेलर म्यानेजमेन्टको लेभल चाहिँ अलि बढेको छ एन्ड अब चाहिँ नेक्स्ट भिडियोमा चाहिँ हामी यसको आई थिङ्क क्रड गर्छौँ कि यस हामीले क्रड गर्नुपर्छ यसको सो यो भिडियोमा चाहिँ अहिले यति नै राखौँ किनकि यो भिडियो चाहिँ मेनली फर्महरू एड गर्ने र युआईलाई पलिस गर्ने रिलेटेड नै थियो हस् त बाई बाई